ちょうどいって。
अहिले पनि छ पकेटमा छ त मेरो पकेटमा नि होला म यहाँ साबडी मात्र किनेर राखेको सुजन दाइ कि अब जिममा जानु पर्यो मैले मागेको नि साबडी कति मागेको 40 मा साबडी 20 मा लाग्छ तर फेरि पैसा त कहिलेजना जो पनि दिन्छ नि एक छिनमा यो मान्छेले हैन फसी बसेर मैले गएको बिहान अहिले एक छिनमा धेरै नास्ता खाँदैन 12 बजे त मुनि वहाँ पैसा गर्नु आफूसँग छैन तर त्यो मान्छेले सहयोग चाहियो भने छुटेन चाहिँ अब आउँछ इधर रोटी परे कता सुतिया सुति म त परे यहाँ सल्लाह साथी ट्रेन छुट्यो के त्रो फोन गरे नि आउला साथी मानको लोक त सही हो साथी मान साथी हो मान्छेले 1000 मान पर्यो त्यही भएर हजुरले चाहिने फोन गरे हजुरले फोन उठाइदियो नि सबै त साथी हो साथी मान मजा गरेर के रे मजा कहिले रियलियो पनि हिजोले भने मलाई मलाई के दसमा दिनु पर्ने 60 त चाहिदैन हैन 60 किन चाहिएर दोकान दिनु पर्छ 5 दिन भयो भने के गरौँला हैन चिन्ता गरौँला यही गरौँला साथी मान्नु साच्ची होला कि भने हो के पर्यो ओ साथी मलाई परेको मलाई बाकी भन्नु टाइम चाहिँ खोइ दानी अनि पार्टी खोइ भाइ ट्रेन मजाकमा लिगे भाइ भिडियोदेखि मैले आज म फुर्सदै यार आज म फुर्सदै नगु लाने मान्छे हो काम गर्नु त भनेर सरकारले मैले एक कल रिसिभ गरेन के मजा आओ भने साच्चै हो के हो नै हो अस्ति मलाई 50,000 पर्यो उसलाई त सिटी एक्सचेन्जबाट 50,000 पर्यो नि त्यो के त्यसमा आएको थिए मैले के आयो
त्यस्तै मार्दै सङ्गमको हुक्का छुटेछ अरू तिमीसँग कम्प्लेन गर्नु पर्यो सुपर लिग सङ्गमको हुक्का छुटेछ अरू त्यस्तो बडो घाटा आएछ मेरो यो मलाई आउँदैन क्या कति हो? 4 होला अब बढे बढे हुन्छ मान्छेले राख्यो भने एक मान अब यसरी हामी पनि लाइभ हान्नुपर्छ यहाँ देखेको यसरी लाइभ क्यामेरा पक्रेर दिन्छ एउटा बल्ले बोल्छ अब त ट्रेनिङ गर्नु अनि तपाईको चाहिँ पुरै हैन मेरो हिसाबले राखेको कारण चाहिँ किनभने हाम्रो एउटा फुटबलको कति खर्च भएछ भनेको ठ्याक्कै त्यहाँबाट मेरो पनि हुन्छ नि होइन सही कुरा होइन अनि मिलन साथीभाइ मित्र भनेको चाहिँ 100 कुरा छ नि हाम्रो त्यस्तो मैले सहको कोषाध्यक्षमा चाहिँ कान्नु भाइ निवास गरेको किन हामी लिन्छौँ क्रेडिट कार्ड बोइलिङमा साँच्चै पर्यो
होइन के भयो सुनेन के भर्खर मैले चलाएर चाहिँ 80 लाख पर्न लाग्यो ए होइन टाइम कति हो देखि होला नि देखिन